र नमस्ते। आज अनबक्सिङसँगै ट्रायल पनि मेरो माइक्रोफोनको। गुड मर्निङ टु एभ्रिवान, सबैजनालाई नमस्ते। अन्त आजको अपडेट लिएर धेरै दिन बादमा आजको अपडेट लिएर उपस्थित भएको छु म तपाईहरु समक्ष। र आजसम्मको अपडेटमा मेरो पछाडिको वल चाहिँ अलमोस्ट कम्प्लिटेड। हिजो बेलुकासम्म राति 7:30-8 बजीसम्म मैले काम गरेर देन म आज चाहिँ सोचिरहेको छु त्यो कम्प्लिट भएर भने चाहिँ अब त्यो माटोलाई हालेर त्यो सिधा बनाएर चाहिँ मेरो घरको काम पनि सुरु गर्छु भनेर। मेरो फर्स्ट स्टेप सेकेन्ड स्टेप त उयस नै ढलाइ त हालिसकेँ मैले। अन्त सेकेन्ड स्टेप थर्डमा मेरो चाहिँ अब गाडी पनि हिजो निस्क्यो हैन। गाडी निस्क्यो, त्यो गाडी मैले झन्डै 40% तिर्दाखेरि 1,30,000 जति लाग्यो। र थ्याङ्क यू फर श्रीराम इन्सुरेन्सले पनि 1,54,000 चाहिँ कम्पनीले दियो। बिकज अब यस्तो यसमा पनि के अरे एक्ट अफ गडमा पनि उनीहरूले दिँदाखेरि चाहिँ अन्त आइ एम रियली ह्याप्पी। किनभने अरू कतिवटा कम्पनीहरूले चाहिँ एक्ट अफ गडमा चाहिँ उनीहरूले यो इन्सुरेन्स कभर हुँदैन भन्ने कुरा मैले सुनेको थिएँ। तर श्रीरामले चाहिँ त्यसलाई पनि उयो गरेर स्क्युज गरेर भनौँ न अब 40-60% चाहिँ उनीहरूले पे गर्नुभयो। अन्त गाडी चाहिँ मैले तल बालाजी अटोमोबाइल्स चेकपोस्टमा 2.5 माइलमा त्यहाँ बनाएँ। अन्त किनभने हाम्रो त्यहाँनिर चाहिँ क्यासलेस भन्दो रहेछ। क्यासलेस इन द सेन्स अब हामीले जति पेमेन्ट गर्नुपर्छ त्यो पेमेन्ट मात्रै लिन्छ। अन्त रेस्ट अफ द पेमेन्ट जस्तै अरू जग्गामा चाहिँ कस्तो हुन्छ भने वी हेभ टु पे एन्टायर एमाउन्ट हैन। त्यो अमाउन्ट तिरेपछि मात्रै हामीले त्यो जुन चाहिँ कम्पनीले दिनेछ त्यो रिम्बर्समेन्ट हामीले कम्पनीलाई दिएपछि कम्पनीले चाहिँ हामीलाई त्यो पैसा रिम्बर्स गर्छ। अन्त तर त्यो भन्दाखेरि चाहिँ अब यस्तो कतिवटा टाइमहरुमा जस्तै इन्सुरेन्स हामीले क्लेम गरेको टाइममा फेरि वी हेभ टु पे देयर। अन्त फेरि बिल सबमिसन्स गएर इन्सुरेन्स कम्पनीमा बिल सबमिसन्स गरेर फेरि तिनीहरूले कहिले बोलाउँछ त्यहाँबाट दे विल पे चेक। एन्ड त्यो क्लियरेन्सको लागि 5-6 महिना 5-6 दिन कति दिन लाग्छ हैन, या त त्योभन्दा बेसी पनि लाग्छ। कुनै के होइन अरे, कुनै के भएन अरे, यो बिलमा यो ल्याउनु अरे, 10 पल्टको ह्यारेसमेन्ट भन्दा चाहिँ। अन्त क्यासलेस सँगसँगै बालाजीको काम पनि मलाई चाहिँ मन पर्यो। काम राम्रो गर्दो रहेछ हैन। प्लस उहाँहरूले अलिअलि डिस्काउन्ट पनि दिनुभयो हैन। अन्त थ्याङ्क यू फर एभ्रिथिङ सबैजनालाई। अन्त सबभन्दा थ्याङ्क यू त अब तपाईहरु हो, मेरो साथीभाइहरू हैन, जसले मलाई यति धेरै सघायो हैन। मेरो ड्राइभर साथीभाइहरूले सबैजनाले छक्कै पर्छ कि ड्राइभरहरूमा युनिटी पनि यतिको चाहिँ रहेछ है भन्ने क्या। अन्त मैले भने यस अफ कोर्स वी हेभ। हामी छुट्टिएर बसेको हुन्छ, फुट्टिएर बसेको हुन्छ, हामी स्ट्यान्डमा बाटिएर बसेको हुन्छ। अन्त त्यसमा स्ट्यान्ड भन्दा पनि कतिवटा जस्तै सिलगढी स्ट्यान्ड अलग्गै, हिमालयन ट्रान्सपोर्ट अलग्गै, त्यहाँबाट आफ्नो आफ्नो हिसाबले मोहित लाइन भयोदेखि लिएर रेड रोजको उकालो त्यो लाइन भयो, क्लब स्ट्यान्ड टप र लोवर र अप्पर क्लब स्ट्यान्डहरू छ हैन। तर मलाई पर्दाखेरि सबैजना नै आउनुभएको थियो हैन। एक एकवटा स्ट्यान्डबाट 2 जना 3 जना भए पनि जसरी भए पनि आफ्नो आफ्नो स्ट्यान्डबाट हैन आएर धेरै कुरा सघाउनु भयो हैन। उहाँहरूले चामल लिएर आयो, कसैले दाल लिएर आयो। यो लग्जरीले जसरी मलाई चामल, दाल, चिनी, सब्जीहरू सघाइदिनु भयो हैन। केटा ग्रुप अब त सबैजना नै आउनु भयो क्या। यसमा चाहिँ कोही पनि छैन भन्ने कुरा चाहिँ गरेन हैन। अब तर यो हाम्रो यस्तो युनिटी चाहिँ अब सबै जग्गा नै हामीले गर्नु पाऊँ हैन। मैले पनि सघाइरहेको छु सबैजनालाई, त्यसले गर्दा मलाई पनि सघायो। इट्स नट द्याट मिन्स अब हामीले अरूलाई चाहिँ सघाउनु हुँदैन भने हामीले अरूलाई पनि गर्नुपर्छ। अब आउँदा नआउँदा अब इलेक्सन आउँछ, इलेक्सनले गर्दा सिजन डाउन भएर जान्छ हैन। सिजन डाउन भएपछि हाम्रो फेरि इलेक्सनमा गाडी पक्रिने सिनहरू मैले अस्ति एउटा भिडियो हालेको थिएँ, सायद सबैजनाले हेर्नु भएन होला त्यो भिडियो। ड्राइभरहरूको क्या अब कस्तो खालको उयो हुन्छ भनेर त्यस्तो भएर बसिरहेको छ र पनि लास्टमा चाहिएको बेलामा एकजुट भएर युनिटी भएर हैन आएर मलाई सघाइदिनु भयो।
मेरो फ्यामिली मेरो सबैजना नै खुसी छ तपाईँहरूको के अरे सङ्घ संस्थाबाट यस्तो राम्रो अब तपाईँहरूलाई सघाइदियो होइन मेरो ससुराहरू मेरो वाइफ मेरो नानीहरू छक्कै परिरहेको छ तपाईँको मेरो ड्याडको साथीभाइहरू यति धेरै रहेछ भन्ने क्या मैले यसरी राख्नुपर्छ मान्छे भन्ने कुरा क्या चाहिँ मैले कुरा गरेँ थ्याङ्क यू भेरी मच टु एभ्री वान होइन एकजनाको सायद म नाम लिनु सक्दिनँ होला एलिस भिला स्ट्यान्डदेखि लिएर तल रेड रोजसम्म मोहित लाइनदेखि लिएर क्लब स्ट्यान्डसम्म सबै भेगमा हाम्रो सिटीमा भएको मात्रै नभएकोदेखि बाहिर अबको सुनादा कर्सियङको छेउछाउको साथीहरू पनि आएर सघाइदिनु भयो होइन उता लेबुङको साथीहरू पनि आएर सघाइदिनु भयो यता पान्डमदेखि लिएर यता मुर्दाहाटी तल उयोसम्म प्रकृतिग्रामसम्मको साथीभाइहरू आएर सघाइदिनु भयो मलाई होइन म एकजनाको या त कतिको नाम लिनु सक्दिनँ होला एकजनाको नाम लिनु सक्दिनँ एकदम उयसमा मोटमा चाहिँ म तपाईँहरू सबैजनालाई थ्याङ्क यू भेरी मच मलाई सघाइदिनु भएकोमा र कुनै दिन पनि केही पनि पर्छ यो दावा शेर्पा चाहिँ हमेसा आएको हुन्छ तपाईँहरूलाई सघाउनु होइन कामको चाहिँ अवस्था यस्तो पहाड चाहिँ पहाड बनाइदिएको छ माटो चाहिँ गरेर छेकिरहेको छ स्कुलको प्राङ्गणमा तर यो एरियाको चाहिँ सफा गरिदिनु भयो जेसिबी आज बसै छ यो उसको टिप्पर नआइन्जेलसम्म काम छैन गाउँको बाटो त्यस्तै छ यो बाटो अलिकति खोलिदियो अब मेरो घर जाने बाटो चाहिँ हेर्नुहोस् है अब कसरी चाहिँ जानुपर्ने हो त्यहाँबाट त्यहाँबाट भएर चाहिँ स्कुलको प्राङ्गण अगाडि चाहिँ यसरी थुप्रेको छ अब गाडी जाने बाटो चाहिँ यसो गएर यसो बनाएको चाहिँ छ यस्तै अपडेटमा हेर्दै जानु अब गर्दैछु यो लाइन पनि अब बल हाल्ने रहेछ त्यत्रो हुँदैन उनीहरूलाई चाहिँ यो बसेको छ तिमीहरूलाई ठुलो ढुङ्गा बोक्नु डर लाग्यो यहाँनिर पनि के बल यस्तो हुने रहेछ हो अवस्था चाहिँ यस्तो छ मैले चाहिँ बन्द गरिदिएको छु भित्र जाने एक्सेस चाहिँ आफै पनि यताबाटै हिँड्दैछु माटो त अझै खुला राख्दैछु छु किनभने उहाँहरू पनि यसो बसेर गर्छ होला होइन यस्तो छ अवस्था हालिसकेको छ सो द्याट यहाँसम्म चाहिँ अहिले चाहिँ हाल्ने अरे माथिबाट हेर्दाखेरि चाहिँ यस्तो प्रकारको छ अपडेटमा चाहिँ
एउटा चिफ इन्जिनियर्सहरू हुनुभएको छ हाम्रो पिडब्ल्युडीबाट लोकल इन्जिनियर्स पनि हुनुहुन्छ